कति हतार भएको यतिखेर चल्नुपर्छ है के गर्नुपर्छ के गर्नुहुन्छ दिनभरि घरमा बस्छु अब के गर्नु लकडाउन पनि घरमा बसेर सुतेर यतिकै दिन मतलब गइरहेछ अनि हामी यसरी कति दिनसम्म भइदिइराख्नु अब लकडाउन खुलेपछि नै बिहे हुन्छ यसरी त बिहे हुन सक्दैन फेरि के भन्छ बिहे गर्नको लागि त्यो गाडीउडी के मतलब गर्नुपर्छ बेड बाजा हाबीजाबी लिएर आउनुपर्छ हाम्रो परम्परा त्यही हो सधैँ चलिरहेछ अब त्यस्तो नगरिकन कसरी हुन्छ बिहे त्यस्तो किन गरिराख्नु पर्यो मन्दिरमा गएर सानै बिहे गरी भएन ठुलै बिहे गर्नुपर्छ भन्ने हुन्छ होला त ठुलो बिहे गर्नुपर्छ कि जसरी पनि मतलब ठुलो बिहे गरेपछि मान्छेहरू आउँछ भेट्छ है त्यही कारण मतलब हाम्रो परम्परा त्यही हो कि मतलब बिहे त्यसरी नै गर्नु पर्छ त्यसरी नगर्नु भने के मसँग बिहे नै गर्नु होइन गर्छु त्यस्तो कुरा छैन नगर्ने कुरै छैन गर्छु अब कति दिनसम्म हामी यसरी लुकीछुपी भेटिरहेको अब यही लकडाउनको कारण नि यस्तो भइरहेछ एक दिन एक सबैलाई थाहा हुन्छ त्यो थाहा हुन्छ साथी तिमीसँग नै गर्नु छ त्यो सबलाई थाहा हुन्छ सब मतलब सब मान्छेलाई थाहा हुन्छ कि मतलब तिमीसँग मतलब साथी हुन्छ भनेर यो त्यो भनेर त्यस्तो भयो थोरै भनिरहेको छु कि साथी हुँदैन भनेर तर मन्दिरमा अहिले यति छिटो मतलब बिएसए गरेर के फाइदा हुन्छ यदि मेरो घरवालाले अरूसँग बिहे गराइदियो अरूसँग किन बिहे गराउँछ के थाहा त तिमी आफ्नो मम्मीले मान्नु भइरहेको छैन के गर्नु त घरमा भन कि यस्तो यस्तो कुरा छ भनेर म पनि आफ्नो घरमा भनिरहेको छु आफ्नो घरमा भनेर बिहेको कुरा भन्छु अब मेरो घरबाट मतलब तिम्रो घरमा जानुहुन्छ त्यसपछि के कस्तो छ भनेर त्यो पनि हुन्छ मेरो घरको मान्छेले साथी मजाक थोरै हो कि जब मन गरे तब बिहे गरे त्यसपछि घर गए यो त्यो गरे मतलब त्यस्तो हुँदैन कि लकडाउन हुन्थेन त मतलब अहिले बिहे भइहाल्थ्यो मेरो घरको मान्छेले भन्नु भइरहेछ कि एउटा मैले चाहिँ केटासँग पाएँ त्यतिबाट बिहे हुन सक्दैन तेरो त्यसरी लुकीछुपी हामी कति दिनसम्म मिल्ने त्यही नै कुरा छ तपाईँ बरु डाइरेक्ट गरेर मेरो घरमा किन भन्नुहुन्न कि भन्छु त लकडाउन खुलेपछि नै भन्छु लकडाउन खुलेपछि केही कुरा हुन्छ अब यस्तो कुरा त हुन सक्दैन यस्तो त होइन कि लकडाउन खुल्दैन लकडाउन खुल्छ किन खुल्दैन कहिले खुल्छ पहिले पनि त्यत्रो लाग्यो अब त्यत्रो लकडाउन लागिरहेछ अब कहिले खुल्छ कहिले नि कहिले खुल्छ अहिले नि तिम्रो साथी पनि फिक्स भइरहेछ जबसम्म लकडाउन हुन्छ तबसम्म यति होस् न म कहाँ भनिरहेको छु म त लुकीछुपी आइरहेको छु भेट्न कति दिनसम्म जति दिनसम्म लकडाउन हुन्छ त्यति दिनसम्म घरमा मतलब फ्यामिलीले मतलब राजी पनि गर्नुपर्छ नि बिना राजी त म कहाँ भनिरहेको छु कि राजी गर्दैन भनेर राजी गर्नको लागि त कोही गरिरहेको छु लकडाउनमा कोही कहाँ मतलब गइरहेछ बाहिर यहाँ मतलब तिमीनिर भेट्नको लागि लुकीछिपी आइरहेको छु कसरी के कस्तो आइरहेको छु बाटोमा पुलिसहरू पनि हुनुहुन्छ मतलब उहाँहरू मतलब धेरै लाठीचार्ज पनि गर्नु गइरहेछ कसरी आइरहेको छु त्यो मलाई थाहा छ गाउँको बाटो त लुकीछिपी त आइरहेको छु अब यस्तो हालमा मतलब बिहे गर्छु त फेरि धेरै प्रब्लम हुन्छ के कस्तो हुन्छ फेरि मतलब शादीमा मान्छेहरू पुग्नु हुँदैन घरको मतलब मान्छेहरू रिलेसन गर्नु हुँदैन त फेरि कसरी हुन्छ भन्नुहुन्छ कि चुपेछ मतलब यस्तो यस्तो भयो भनेर एकैचोटि बिहे नगर्ने मन्दिरमा जाने सानो सानो बिहे गर्नुपर्छ त म कहाँ भनिरहेको छु सुन्नु त्यस पछाडि एउटा दुईवटा बच्चा हुन्छ त्यस पछाडि घर जानु अब एकैचोटि बिहे गरेर भगाएर लिएर गएको भने घर लिएर गएपछि ड्याडी मम्मी पनि तपाईँको पनि रिसाउनुहुन्छ मेरो पनि रिसाउनुहुन्छ त्योभन्दा राम्रो एक दुई महिना बाहिर बसेर कमाइ दमाई गरेर अनि जोड जमाइ गरेर त्यस पछाडि अनि एक दुई साल पछाडि घर जानुपर्छ तपाईँ पनि आफू पनि त्यस्तो कुरा छैन कि घरमा कुरा गर्छु मतलब घरमा कुरा गरेर तिम्रो घरमा पनि मतलब आउँछु त्यसपछि के कस्तो छ भनेर तल सर करा